इस्कुसको मुन्टा केलाउँ। 2-4 शब्द मारो हमको जिंदा मत छोड़ो सालो। दिन चाहन्छु चल चाहे फन्ड लाउन सक्छु 2 लाख। त्यो चाहिँ नानाले मलाई पुरा सपोर्ट गर्यो। फेसबुकको पनि त्यति नै धेरै डिमान्ड आएको छ। खानु भएको यो टिम्बुरको सेवारो अनि नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल अगेन। दिस इज मी प्रिया लिम्बू। न्यू डे न्यू ब्लग साथीहरू। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। सो अघि चाहिँ हामी एकछिन जङ्गल गएको थियौँ। यसपालि चाहिँ हामीले कालिङ गेचिउहरू खाएकै छैन नि त, अन्त पलायो कि पलाएन भनेर चाहिँ हामी दुईजना बुढाबुढी चाहिँ एकछिन गएको थियो। तर कुनै केले चिलेर चाहिँ यस्तो डेन्जर डाम्रा बनाइदियो कि जिन्दगीमा म हाफ प्यान्ट लगाएर चाहिँ कहिले जङ्गल जाँदिनँ भइन्चल भयो। अनि आएर चाहिँ मैले सेनिटाइजरहरू लगाएँ, अन्त अलिकति उयो भइरहेछ, अहिले चाहिँ सुकिरहेको छ है। र मैले आजको भ्लग चाहिँ बनाएको थिएँ तर त्यस्तो बोरिङ टाइपको भयो क्या, त्यही भएर मैले त्यो भ्लग नै डिलिट गरिदिएँ। सो अब चाहिँ बेलुकाको खानाहरू पकाउँछु हो। सो यो भ्लग चाहिँ म सायदै भोलि कन्टिन्यू गर्छु होला साथीहरू। र आज बिहान पनि म चाहिँ बिहानै छिटो उठेको होइन। आज चाहिँ अरू बेला चाहिँ अलिकति ढिलो हुन्छ। अनि आज चाहिँ 6 बजी उठेँ होइन, मुखसुख धुलाएँ, फ्रेस भएँ, पानीसानी खाएँ होइन। तर पनि निन्द्राले छोड्दै नछोडेको क्या आँखालाई, यस्तो निन्द्रा लागेर झ्याप भइरहेको थिएँ। त्यसपछि यहाँ माथि रुम सफा गर्नु पऱ्यो भनेर बेडहरू मिलाउनु आएँ होइन। त्यसपछि चाहिँ गीत सित बजाएर चाहिँ एकछिन एक्सर्साइज गरेँ, डान्स गरेँ होइन। अन्त पसिना आएको जस्तो चाहिँ होइन, पसिना आएर चाहिँ अलिकति होइन यस्तो फ्रेस भए साथीहरू होइन। अनि दिउँसो कामहरू गरेँ, खानासाना बनाएँ होइन। अनि अघि पनि मलाई चाहिँ यस्तो झ्याप निन्द्रा लागेर अन्त अहिले चाहिँ म एकछिन निदाएछु क्या। अनि हल्का फ्रेस भएको जस्तो भएर चाहिँ भिडियो स्टार्ट गर्नु पऱ्यो भनेर चाहिँ म चाहिँ भिडियो स्टार्ट गर्दैछु साथीहरू हो। र अहिले आज हम लोग बनाएंगे करेला और यहाँ पे मुन्टा बिटी पाए भन्दिनँ है। हिन्दी त फेरि साथीहरू खतरा बोल्छु नि। भेन्डी पनि रहेछ हो, करेला पनि रहेछ। सो अलिअलि मिक्स बनाउनु पर्ला। अन्त तपाईँहरूले यो खाले टिम्बुर देख्नु भएको, कसले खानु भएको यो टिम्बुरको अचार कमेन्ट गर्नु होला है। हुन्छ स्ट्रेसफुल भइहाल्छ। अहिले भने चाहिँ म करेला र इस्कुसको मुन्टा मिक्स गरेर पकाउनु लागेको छु। मेरो बुढाले चाहिँ आलु मिक्स गर न हौ भन्नुहुँदैछ कि। आलु चाहिँ कति खानु अच्छी लाग्दो आलु त्यही भएर हल्का करेला मिसाउँदैछु हो। अन्त चट्ट लगाएर चर बनाएर चाहिँ यस्तो गरेर चाहिँ यसरी खानुपर्ने हुन्छ। यिनीहरूको काम छैन काम। गुड मर्निङ, नमस्ते सबैजनालाई, वेलकम ब्याक। गेच्यु नेक्स्ट डे हिजोकै भ्लगलाई चाहिँ म आज कन्टिन्यू गर्दैछु। र यहाँनिर चाहिँ म सुँगुरको चारो पकाउँदै मेरो स्टार्ट गर्दैछु। पानी पर्दैछ साथीहरू, सिमसिम जुम्रा पलाउने खालि पानी परिरहेको छ हो झरर। अन्त यहाँनिर चाहिँ पाक्दैछ सुँगुरको चारो हो। यता चाहिँ अब यो दाना हो दा, इस्कुसको मुन्टाहरू चाहिँ सबै दाना हो गाईको लागि खोलेक। अनि यो चाहिँ पकाउनु पर्छ फेरि। यो सुँगुरको चारो पाकिसकेर हो साथीहरू। सुँगुरको चारो चाहिँ अब भनिदिनुपर्छ गाईलाई चाहिँ। अब भोलि बिहानको लागि रेडी पारिराख्नुपर्छ। तर यहाँनिर अलिकति रहेछ, पुग्दैन होला यतिले त, ल्याउनु हुन्छ होला। खोइ हौ गीतै बजेन त, नाच्दै थिएँ म यहाँ। सो साथीहरू मेरो चाहिँ युट्युबमा भिडियो पनि अपलोड भइसकेको छ है। सो मेरो युट्युबलाई पनि माया अनि सपोर्ट दिनुहोस् होला है। र म चाहिँ सधैँ पनि बाहिरै राखेर, मेरो चाहिँ एक जग्गा छ नि त यो भिडियो अपलोड गर्ने जग्गा, अनि त्यहीँ राखेर चाहिँ म चाहिँ
मेरो भिडियो अपलोड गर्छु है। अनि हिजो पनि मैले त्यही बाहिर राखेर मेरो भ्लग अपलोड गर्दै थिएँ। अनि दिदीले कल गर्नु भएको रहेछ होइन। अनि मेरो चाहिँ फोन साइलेन्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ थाहा पाइनँ। अनि बेला बेला जाँदै यसरी चेक गरिरहनुपर्छ फोनलाई होइन, नेट चलेन। अनि फ्लाइट मुड अन गर्दै अफ गर्दै त्यसरी चाहिँ नेटवर्कलाई बोलाउनुपर्छ हो गाउँ बस्तीमा। अनि भ्लग बनाउनु पनि सजिलो छैन, साह्रो छ है। अनि त्यसपछि नेट पनि चल्दैन यस्तो गाउँठाउँमा। धेरै लामो बनायो भने फेसबुकमा भिडियो अपलोड गर्नु नै साह्रो पर्छ कि फेसबुकले पुरा उयो के अरे नेटवर्क खोज्छ होइन। नत्र नेटवर्क राम्रो चलेन भने चाहिँ फेरि रिदेखि स्टार्ट भएको हुन्छ होइन। अन्त एमबी त्यसरी नै तुर्छ। त्यही भएर चाहिँ आजकल चाहिँ म छोटो छोटो भिडियो बनाउँदैछु होइन, छोटो छोटो। त्यसरी नै मैले चाहिँ मेरो भ्लग अपलोड गर्दै थिएँ बाहिर। अनि बिचरा नानाले कल गर्नु भएको रहेछ हो। अनि त्यो भ्लग पनि अपलोड भइसकेर अनि त्यसमा पनि कमेन्ट गर्नु भइराख्नु भएको थियो। नानाले चाहिँ बिचरा फोन गरेको थिएँ भनेर। अनि मैले कल ब्याक गरेँ होइन। अनि नानासँग बात गरेँ। नानाले भन्नुभएको चाहिँ आजकल चाहिँ फेसबुकमा चाहिँ यसरी 150 पाराले बनाएको भिडियो चाहिँ आजकल फेसबुकले लिँदैन अरे होइन, ठाडो पाराले बनाउनु पर्छ अरे। त्यही भन्नुको लागि चाहिँ बिचरा नानाले चाहिँ कल गरेर मेसेज गर्नुभएको रहेछ होइन। सपोर्ट गरिराख्नु भएको हुन्छ नि त यस्तो कुराहरूमा। भिडियोहरू बनाउँदैछस् कन्टिन्यू बना, यस्तो गर उस्तो गर भनेर फेसबुकमा यसरी पोस्टहरू हाल्दै गर भनेर भन्नुहुन्छ होइन। एकदमै खुसी लाग्छ यस्तो सुन्दा, यस्तो सिकाइदिँदा होइन नजानेको कुराहरू। दिदी मात्रै नभएर अरूहरूले पनि मलाई सिकाइदिन्छ होइन, एकदमै खुसी। अनि क्या साथीहरू नानाले चाहिँ जिस्काउनु हुँदै थियो नि त, कति कमाउँदैछस् भनेर हो। अनि मैले चाहिँ छ्या नाना 400 भ्युज आउनु पनि कति साह्रो पर्छ आजकल त भनेर भने नि त हो। अन्त भ्लगहरू भन्दाखेरि कमेडी भिडियोहरू बना भनेर यसरी सिकाउनुहुन्छ दिदीले चाहिँ होइन, एकदमै खुसी लाग्छ। अन्त के अरे कमेडी भिडियोहरू चाहिँ चल्छ नि त्यसरी। नानाले मात्र नभएर अरूले पनि कति कुराहरू सिकाउनु भएको हुन्छ। प्लस मेरो भिडियो पनि हेरेर कमेन्ट पनि त्यस्तै राम्रो गरिदिनुहुन्छ है। एकदमै खुसी लाग्छ तपाईँहरूलाई, एकदमै थ्याङ्क यू सो मच है। चाहिँ अब यो फेसबुकले पनि जति धेरै मान्छेहरू अब भ्लग बनाउने भिडियो बनाउने भयो होइन, फेसबुकको पनि त्यति नै धेरै डिमान्ड आएको छ होइन। अब यसरी बनाएको 150 पाराले बनाएको लिँदैन अरे हो आजकल। अनि त्यही भन्नुको लागि चाहिँ बिचरा नानाले चाहिँ बिहानै कल गर्नु भएको रहेछ होइन। सो थ्याङ्क यू सो मच मेरो प्यारो दिदी। म चाहिँ के साथीहरू यहाँ मेरो बुढालाई चाहिँ फोटो खिची मागेको, किन भन्दाखेरि चाहिँ अस्ति खिच्नुपर्ने हो। मैले राइस वाटर युज गरेको चाहिँ अब नेपालीमा भन्नुपर्दा चाहिँ चामलको पानी युज गरेको चाहिँ 14 दिनहरू जस्तो भएछ नि त। अनि मैले चाहिँ हिजो पो याद आयो क्या, अगाडि खिचेको भए हुन्थेछ फोटो। अनि अहिलेसम्म युज गर्दाखेरि कतिको फरक भयो भनेर थाहा पाउँथ्यो नि त त्यसरी चाहिँ होइन साथीहरू। अनि आज चाहिँ मैले खिचिरहेको छु। आजको फोटो म तपाईँहरूलाई देखाइदिन्छु यहाँनिर हो साइडमा। अस्तिको भन्दा अलिकति क्लियर भएको जस्तो लाग्यो। सो अब 1 महिनाको बाद चाहिँ हेर्नुपर्छ होइन कस्तो रिजल्ट आउँछ। यता आउनु। गुड मर्निङ। हेलो गुड मर्निङ सेवानी। तपाईँ आज कहाँ जानुहुने अरे? म हङकङ र लन्डन दिन चाहन्छु। चप्पल चाहिए पनि लाउन सक्छु 2 लाखको चप्पल। ए त्यति नै हो सक्यो। नहसाउनु हौ दाजु नहसाउ। मेरो बुढालाई चाहिँ नि मलाई यो लुगाले कस्तो देख्यो भनेर भन्यो भने पनि राम्रै देखिरहेको छ भनेर भन्छ होइन। अनि यो के अरे स्किन केयरहरू गऱ्यो भने पनि मेरो स्किनमा ग्लो आइरहेको छ है भनेर आइरहेको छ। केही कुरामा पनि नाइ नस्ती छैन, राम्रै देखिरहेछ भन्छ क्या। फोटो खिची मागेको अलिक क्लियर पाराले खै त हौ। अन्त दाजु त अन्त फुललाई स्याहार्न लागिहाल्नु भयो। 2-4 शब्द मत छोड़ो सालो, हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। के रिस दो। हेलो गुड मर्निङ। नमस्ते सेवानी। लास्ट एउटा फोटोलाई यहाँ एउटा बाँध्नु पर्ने हुन्छ। यतापट्टिको चाहिँ क्लियर छ, यतापट्टिको हेर्नु होला तपाईँहरू। यहाँपट्टिको चाहिँ पुरा बिग्रेको छ नि त मेरो दाग त्यति छ। साथीहरू आज चाहिँ दिनभरि म घरमा एक्लै हुने रहेछु। मेरो बुढा पनि निस्किसक्नु भयो हो रेडी भएर। कहाँ जानु आँट्नु भएको तपाईँ चाहिँ? लोले म्यान। बाई छिटाउनु ल, मिठाई ल्याइदिनु ल। यो भ्लग पनि म आज चाहिँ यही एन्ड गर्छु साथीहरू हो। सो
अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।